नमस्कार। आज मिति 2082 माघ 22 गते बिहीबार। आजको ताजा समाचारमा यहाँलाई स्वागत छ। आजको समाचार यसै च्यानल मार्फत हरेक दिन बिहान 5:30 बजे सुन्न सक्नुहुन्छ। आजको लागि सबैभन्दा पहिले मुख्य समाचारका शीर्षकहरू सुन्नुहोस्। अब उम्मेदवारले चन्दा सहयोग पनि बैंक खातामै राखेर गर्नुपर्ने। चुनाव 2 चरणमा नगरियोस् प्रचण्ड। झापा 5 मा चुनावी गठबन्धनको हल्ला चलेपछि कांग्रेसले भन्यो भ्रामक कपोकल्पित। पुरानो संसद षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल दबाव र धम्की स्वीकार्दैनौं, रासपा सभापति लामिछाने। देशकै बढी मतदाता भएको क्षेत्र रामेछापमा 96 मतदान स्थल र 228 मतदान केन्द्र। दलाइ लामाका प्रतिनिधिलाई सरकारले संरक्षण गरेपछि चीनले चेतावनी दिएको छ। बादल। सरकार सेना र पुलिसको ब्यारेकमा मतपेटिका राखेर चुनावमा धाँधली गर्न खोज्दैछ, महेश बस्नेत। स्वास्थ्य बीमामा देखिएको स्रोतको समस्या तत्काल समाधान हुन्छ, प्रधानमन्त्री कार्की। एआईको दुरुपयोग गरी सूर्य चुनाव चिन्ह परिवर्तन भएको झुटो प्रचार गरियो, एमाले। काठमाडौँबाट उड्न साथ टर्किसको दायाँ इन्जिनमा आग लागि, बायाँका भरमा कोलकाता डाइभर्ट। सामान्य अङ्क घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट। सुनको मूल्य फेरि 3 लाख नाग्यो। र साफ महिला च्याम्पियनसिप भारतद्वारा भुटान 8-0 ले पराजित। समाचार विस्तारमा सुन्नुहोस्। राजनैतिक दल तथा उम्मेदवारहरूले निर्वाचनका बेला पाउने नगद सहयोग तथा चन्दा अबबाट बैंक खातामा राखेर मात्रै कारोबार गर्नुपर्ने भएको छ। निर्वाचन आयोगले राजनैतिक दल तथा उम्मेदवारहरूका लागि निर्वाचन अभियान बैंक खाता कार्यविधि 2082 मा यस्तो व्यवस्था गरेको हो। निर्वाचन आयोगले त्यस्तो कार्यविधि पारित गरेको छ, जुन व्यवस्था अनुसार राजनैतिक दल वा उम्मेदवारले नगद वा चेक जुनसुकै माध्यमबाट रकम प्राप्त गरेपछि खातामा जम्मा गरेर मात्रै रकम खर्च गर्नुपर्नेछ। कार्यविधिको दफा 6(2) मा 25,000 वा त्योभन्दा बढी आर्थिक सहयोग पाउने उम्मेदवारहरूले सोझै बैंक खातामा रकम प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ। नयाँ कार्यविधिमा त्योभन्दा कम रकम पनि खातामा राख्नुपर्ने व्यवस्था आएको हो। कार्यविधिमा भनिएको छ 25,000 वा सोभन्दा कम रकमका लागि नगदी रसिद वा भरपाई दिई बैंक खातामा जम्मा गर्नुपर्नेछ। निर्वाचन आयोगले सरकार वा सरकारी बजेट परिचालन हुने ठाउँमा आर्थिक सहयोग लिन नपाइने व्यवस्था गरेको छ। पब्लिक कम्पनीहरूबाट पनि आर्थिक सहयोग लिन पाइने छैन। अब विदेशी सरकार, संस्था वा व्यक्तिबाट पनि सहयोग लिन नपाइने व्यवस्था छ। 1 लाख रुपियाँ भन्दा बढी आर्थिक सहयोग गर्ने व्यक्ति वा संस्थाको विस्तृत विवरण नै उम्मेदवारहरूले अभिलेख बनाएर राख्नुपर्ने व्यवस्था छ र उनीहरूले पेश गरेको अभिलेखहरू कानून बमोजिमको अवस्थामा बाहेक गोप्य हुने भनी आयोगले व्यवस्था गरेको छ। आयोगले यसअघि राजनैतिक दल वा उम्मेदवारहरूले खोलेको खातालाई समेत नयाँ प्रक्रियाबाट नियमन गर्न खोजेको छ। उनीहरूले नयाँ खाता खोल्नु नै पर्नेछ अनि पहिले खोलिएको खाताको रकम नयाँमा सार्नुपर्नेछ। निर्वाचन सकिएको 35 दिनपछि त्यस्ता खाता बन्द हुनुपर्ने व्यवस्था छ। बैंकहरूले खाताको विवरण भने 6 वर्षसम्म सुरक्षित राख्नुपर्नेछ। रद्द हुने उम्मेदवारहरूको बैंक खाता निर्वाचन आयोगले तत्काल बन्द गराउने व्यवस्था छ। निर्वाचन आयोगले काठमाडौँका 5 वटा कोष तथा लेखा नियन्त्रण कार्यालयलाई 10 वटा निर्वाचन क्षेत्र हेर्ने गरी जिम्मेवारी बाँडफाँड गरेको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 2 चरणमा चुनाव नगर्न निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले निर्वाचन फागुन 21 मै हुने बताउँदै एकै चरणमा गर्न पनि सुझाव दिनुभयो। म तपाईलाई भन्न चाहन्छु, चुनाव हुन्छ नै 21 फागुनमै हुन्छ। म सरकारलाई पनि के सुझाव राख्न चाहन्छु भने 2 चरणमा हुने नगरियोस्, चुनाव एकै चरणमा होस्। प्रचण्डले भन्नुभयो, चुनाव निष्पक्ष रूपमा हुने वातावरणको ग्यारेन्टी गरियोस्। साथै स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन भए नेकपा 1 नम्बर पार्टी बन्ने दावी पनि उहाँले गर्नुभयो। सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने उहाँको भनाइ थियो। स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुँदा हाम्रो नेपाल कम्युनिस्ट पार्टी नेकपा 1 नम्बर पार्टी बन्ने सम्भावना रहेको छ। सोसियल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन, प्रचण्डले भन्नुभयो। नेपाली कांग्रेस झापा 5 कार्य समितिले कुनै पार्टीसँग गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको भन्दै त्यस्ता भ्रामक र कपोकल्पित हल्लाका पछि नलाग्न आग्रह गरेको छ। क्षेत्रीय सभापति डोन्डीराज भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनको केही समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जाल मार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता र मतदातामा भ्रम सिर्जना गर्न खोजेको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन कुमार थापाले निर्वाचन अगाडि कुनै अर्को दलसँग गठबन्धन नहुने स्पष्ट पारिसक्नु भएको छ। कांग्रेस आफ्नो प्रतिबद्धतामा अडिग छ। शुभचिन्तक र कार्यकर्ताहरूलाई कुनै पनि भ्रम वा अफवाहको पछि नलाग्न अनुरोध गर्दछु, विज्ञप्तिमा लेखिएको छ। रासोपा सभापति रवि लामिछानेले संसद बिउत्याउन प्रयास भइरहेको संकेत गर्दै जनविद्रोहले उखेलेर फालेको पुरानो संसद षड्यन्त्रपूर्वक ढंगले फर्काउने कुनै पनि चलखेल, दबाव र धम्की नस्वीकार्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उहाँले निर्वाचन अघि केही दलहरूले गठबन्धन गर्ने प्रयास गरेको भन्दै लेख्नु भएको छ, मेरो खुला आग्रह छ, अझै पनि जो मिल्नु छ मिल, खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो गर, अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्दछौं। लामिछानेले आफूहरूलाई लोकप्रियतावादी भिजन बिनाका, नीति सिद्धान्त बिनाका भनेर कसैले रोइ कराई गर्नु नपर्ने पनि भन्नुभएको छ। उहाँले लेख्नु भएको छ, सबभन्दा स्पष्टसँग लेखिएका रासोपा दस्तावेज पढ्ने जाँगर विश्लेषणजीवीहरूलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने? विचार, सिद्धान्त, नीति सबै भएका भनिएका तपाईँहरूको नियत, कार्यक्षमता सब देखियो। भो अब नदेखाउनुहोस्, नपढाउनुहोस्। उहाँले म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेग रोक्ने हक हामी कसैलाई छैन भन्दै लेख्नु भएको छ। यो देशको भविष्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोरभन्दा कठोर तपस्याका लागि बिल्कुल तयार छु। मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ मलाई त्यसको प्रभाव छैन। उहाँले देशको सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यही निधारमा ताकेर गोली ठोक्नेहरू विरुद्ध क्रान्तिको घण्टी बजिसकेको दाबी गर्दै अब अन्तिम पर्दा उठ्न बाँकी रहेको र त्यो पर्दा आफूहरूले उठाउने दाबी गर्नुभयो। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता संख्या तथा मतदाता स्थल केन्द्रको विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार देशभर कुल 1,89,03,689 मतदाता रहेका छन्। विवरण अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र 1 मात्र रहेको रामेछाप देशकै सबैभन्दा धेरै मतदाता भएको क्षेत्र बनेको छ। रामेछाप कुल 1,87,992 मतदाता रहेका छन्। तीमध्ये 96,892 जना पुरुष र 91,060 जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेले बताउनु भएको खबर छ। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले वर्तमान सरकार देश चलाउनेहरूको सरकार नाङ्गिँदै गएको बताउनु भएको छ। बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले यस्तो बताउनु भएको हो। देश चलाउने र देश चलाउनेहरूको सरकार दिन प्रतिदिन नाङ्गिँदै गएको छ। पूर्व मन्त्री समेत रहेका थापाले भन्नुभयो, नङ्ग्याउने कुरामा देशभक्त र निष्पक्ष राजनैतिक विश्लेषकहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। संवैधानिक दृष्टिकोणले संविधानविदहरूले पनि सरकारको भण्डाफोर गरिरहेका छन्। सुशीला कार्की नेतृत्वको सरकार अवैध र थोपरिएको हो भन्ने भदौ 23 र 24 को परिघटनाको स्टेक होल्ड मध्येका दुर्गा प्रसाईले नै भन्न थालेको थापाको भनाइरहेको छ। नेकपा एमालेका सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नम्बर 2 का उम्मेद्वार महेश बस्नेतले चुनावमा सरकार स्वयं धाँधली गर्न लागेको आरोप लगाउनु भएको छ। नेता बस्नेतले हिमाली जिल्लामा मौसमका कारण निर्वाचन सार्ने र त्यही क्रममा मतपेटिका प्रहरी र सेनाका ब्यारेकमा मतपेटिका राखेर कसलाई जिताउने र कसलाई हराउने काममा लागेको प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधनबाटै पुष्टि भएको पनि दाबी गर्नुभएको छ। हिमाली जिल्लामा चुनाव सम्भव छैन भनेर चैत वा वैशाख अन्तिमतिर सारेर त्यही दौरानमा प्रहरी र सेनाका ब्यारेक तथा क्याम्पहरूमा मतपेटिका राखेर कसलाई हराउनु पर्ने, कसलाई जिताउनु पर्ने भनेर हिसाब किताब गर्ने भन्ने तहको षड्यन्त्रमा स्वयं सरकार संलग्न छ। बस्नेतले गम्भीर आरोप लगाउँदै भन्नुभयो, यो कुराको पुष्टि स्वयं प्रधानमन्त्रीले राष्ट्रिय सभामा गरेको सम्बोधनबाट भएको हो। त्यसैका लागि निर्वाचन 2 चरणमा गर्न लागि बस्नेतको आरोप समेत रहेको छ। उहाँले सरकार स्वयं चुनावमा धाँधली गर्नेतिर लागेको भन्दै यो सरकारबाट निष्पक्ष चुनाव हुने कुरामा विश्वास गर्न नसकिने बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धी समस्या तत्काल समाधान गर्ने बताउनु भएको छ। बुधबार सम्बन्धित पक्षसँग छलफलमा प्रधानमन्त्री कार्कीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपदकै रूपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने बताउनुभयो। उहाँले उक्त कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताउनुभयो। गरिब वर्ग, अपाङ्ग, अशक्त लगायतका कमजोर मानिसहरूका लागि उक्त कार्यक्रम भएकोले उनीहरूको हित हुने
हुने गरी उक्त कार्यक्रमलाई आगामी दिनमा सरकारले अघि बढाउनु पर्ने उहाँको भनाइरहेको थियो। प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताउनुभयो। जनताले प्रिमियर तिर्ने तर सरकारले उनीहरूका लागि बजेटको व्यवस्था नगर्ने कुरा कुनै पनि हालतमा हुन नसक्ने प्रधानमन्त्री कार्कीको भनाइरहेको थियो। एमालेको चुनाव चिन्ह परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रसारण गरिएको प्रति एमालेले आपत्ति जनाएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले देशभर सञ्चालन भइरहेको निर्वाचन सम्बन्धी गतिविधि र प्रचार प्रसारका शैलीमा प्रविधिको गैर राजनैतिक तथा गैर जिम्मेवार ढङ्गले प्रयोग भइरहेको बताउँदै पार्टी यसको विरोधमा रहेको उल्लेख गर्नुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ। टर्किसको उडान नम्बर THY 727 को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो 1:28 को समयमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभएको हो। टर्किसको जहाजका क्याप्टेनले उडेको 4 मिनटमै दायाँ इन्जिनमा आगलागी भएको खबर गर्नुभयो। विमानस्थल महाप्रबन्धक सिटौलाले बताउनुभयो त्यसपछि टर्किस चालकहरूले जहाजलाई पश्चिम दिशामा लगेर दायाँ इन्जिन बन्द गरेर 10 देखि 12 मिनट होल्ड गर्यो। उहाँका अनुसार टर्किसको A330-303 सिरिजको उक्त वाइड बडी जहाजले 225 यात्रु बोकेको थियो। बुधबार नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ। अघिल्लो कारोबारको दिन अर्थात् मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक 1.64 अङ्कले घटेर 2681.50 बिन्दुमा झरेको छ। त्यस्तै यस दिन सेन्सिटिभ इन्डेक्स 0.70 अङ्क घटेको छ भने फ्लोट इन्डेक्स 0.19 अङ्क र सेन्सिटिभ फ्लोट इन्डेक्स 0.19 अङ्क घटेको छ। नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य वृद्धि भएको छ। यस दिन सुनको मूल्य बढेर फेरि 3 लाख रुपियाँ नागेको छ। सुन प्रति तोला 14,400 रुपियाँ र चाँदी मूल्य तोलामा 265 रुपियाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रति तोला 3,04,700 रुपियाँ कायम भएको छ। मंगलबारको बजारमा सुन प्रति तोला 2,90,300 रुपियाँमा कारोबार भएको थियो भने बुधबार चाँदीको मूल्य तोलामा 265 रुपियाँ बढेको छ। बजारमा चाँदी प्रति तोला 5,600 रुपियाँमा खरिद बिक्री भइरहेको छ। पोखरामा जारी 19 वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता पहिलो खेलमा भारतले भुटानलाई 8-0 गोलको फराकिलो अन्तरले पराजित गरेको छ। पोखरा रङ्गशाला स्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा जित दर्ता गर्ने क्रममा भारतले पहिलो हाफमा 7 र दोस्रो हाफमा 1 गोल गरेको हो। भारतकी पल फर्नान्डेजले खेलमा ह्याट्रिक गर्न सफल रहनु भएको थियो। उहाँले खेलको छैटौं, 39औं र 41औं मिनेटमा गोल गर्नुभयो। त्यसैगरी प्रतिका बर्मनले 25औं र 90औं मिनेटमा गोल गर्नुभयो। एलिसा लिङदोज, इबिस्था र दिव्यानी लिन्डाले समान 1-1 गोल गरेको खबर छ। हवस्, नै समाचार सँगै बिहान 5:30 बजेको आजको समाचारको क्रम सकिएको छ। भोलि फेरि 5:30 बजे बिहान ताजा समाचारको साथमा उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।